सगरमाथाको टुप्पोमा बसेर प्रकृति नै यति शान्त र एक्सेप्टिङ छ भने हामी चाहिँ किन अलि डिभाइसिभ गर्न खोज्छौँ? उहाँले त्यहाँ माथिबाट के माग्नु भयो भनेर आफ्नो लागि होइन, यति ओपन भलनरेबल र अनेस्ट तपाईँले जुन सेयर गर्नुभएको छ, इट इज ट्रुली कमेन्डेबल। सो यो एकदम हिस्टोरिक फिट। कोही व्यक्तिले नै यसै पनि सगरमाथा चढ्नु आफैमा हिस्टोरिक, त्यसमाथि आफ्नो कम्युनिटीबाट फर्स्ट टाइम गर्नु उत्तिकै हिस्टोरिक। सो आज जुन यो एकदम ह्युज मोमेन्ट छ, यो सिम्बोलिक मोमेन्ट छ, वी आर सेलिब्रेटिङ निलम। यो कत्रो ठुलो कुरा हो भनेर सायद तपाईँ हामी सगरमाथा नपुग्न सकेका व्यक्तिहरूले हामी त्यो रियलाइजै गर्न सक्दैनौँ होला होइन, यो कत्रो बिग डिल हो भनेर। बचाएर तपाईँको सास राखेर तपाईँलाई माथि पुऱ्याएर तल ल्याउने मात्रै उहाँहरूको सोच हुन्छ कि। सो मलाई दिशा आउँदा, मलाई पिसाब आउँदा जे गर्दा पनि छेबी दाइले लुगा खोलिदिनुहुन्थ्यो, उहाँले लगाइदिनुहुन्थ्यो, किनभने मेरो हातमा पन्जा हुन्थ्यो। त्यहाँनिर कसैलाई फुर्सदै हुँदैन थियो कि त्यो सबै। अनि अर्को कुरा चाहिँ त्यहाँनिर हामी नेपाली भइसकेपछि अलिकति अड चाहिँ लाग्ने, पिसाब फेर्नलाई ओपनली फेर्नुपर्ने अड चाहिँ लाग्ने, तर अरूले गरिरहेको देख्दा आफूलाई पनि लाग्ने। तर अलिकति हिमाल चाहिँ फोहोर छ होइन, त्यसलाई चाहिँ सफा राखौँ। सरकारले पनि अब होइन, हाम्रो सरकारले पनि केही गर्नुहुन्छ र अलिक सफा हिमाल हुन्छ कि त्यो फोहोर चाहिँ कम होस् होइन। हिउँ पग्लिँदै गएको छ, ढुङ्गाहरू मात्रै छ। अरू अब आउने वर्षहरूमा चाहिँ हिउँहरू भयो भने राम्रो हुन्छ होइन। म प्लास्टिकमा पटी गर्थेँ, टोइलेट गर्थेँ, अनि त्यो प्लास्टिक ऱ्याप गरेर झोलामा बोक्थेँ, या छेबी दाइले साइडमा राखिदिनुहुन्थ्यो क्याम्पको, हाम्रो टेन्टको। अनि पछि आउँदा त्यही बोकेर आउने हो, तल ल्याएर बुझाउनु पर्छ। त्यो बुझाउनु भएन भने फेरि फाइन लाग्छ होइन छेबी दाइ। तपाईँले पैसा धेरै तिर्नुपर्छ है, यो बोक्नुपर्छ भन्थ्यो मलाई छेबी दाइले, त्यसरी गर्थ्यो। र मलाई एउटा टाइम दिनुभएको छ, आई थिङ्क मैले चाँडै त्यो भुक्तानी गर्न पाऊँ। तर पनि उहाँहरूले मलाई कहिले प्रेसर दिनुहुन्न, आएको यति भयो तिमीले यो पैसा पे गर्नु छ त्यस्तो कहिले भन्नुहुन्न। उहाँहरूले जहिले तपाईँको मेन्टल ठिक छ, तपाईँको शारीरिक रूपमा तपाईँ पर्फेक्ट हुनुहुन्छ भनेर सोधिराख्नुहुन्छ सरहरूले, मलाई त्यो चाहिँ खुसी लाग्छ। अनि अर्को कुरा भन्छु ल, मलाई कतिजनाले चाहिँ के रिप्लाई गर्नुभएको थियो भने मैले प्रेस मिटको त्यो फ्लायर पठाउँदा आएको यत्रो 15 दिन भइसक्यो, अब किन गरेको भन्नुभएको थियो कि म मेन्टली स्टेबल थिइनँ, म यसरी बोल्न पनि सक्दिनँ थिएँ। एक दुईजना हुनुहुन्छ होला मलाई सुरुमा आउने बित्तिकै देखेको भेटेको, सर पनि यहीँ हुनुहुन्छ। मेरो हात खुट्टा काम थियो होइन, मेरो यो हातले कामै गर्दैछ, स्टिल हेर्नु यस्तो छ होइन। अनि म बोल्नै सक्दिनँ थिएँ, त्यसरी मेरो बोली नै आउँदैन थियो कि। म कामेको कामै, अनि रुन थालिहाल्थेँ कि कसैले केही भन्यो भने। भयो त्यसरी नभनी नजाऊ, तिमी जहिले पनि नभनिकन काम गर्न जान्छ कता कता होइन। अनि भरे केही भइहाल्यो भने हामीलाई कति दुःख लाग्छ भने रुनु भएको थियो दिदीहरू, जेठी र माइली दिदी नै मेरो ग्रुप कल छ त्यहाँ। अनि मैले भने होइन म सक्छु भनेर गएको थिएँ, अनि एक ठाउँमा चाहिँ लागेको थियो मर्छु होला भनेर, तर मरिन आएँ त भनेर जिस्किएँ। तर पनि दिदीले चाहिँ यसरी नजाऊ, यो राम्रो होइन, भोलि केही भइहाल्यो भने हामीलाई कसले थाहा दिन्छ, हामीले कसरी थाहा पाउने तिमीलाई केही भइहाल्यो भने। तिमी प्लेनमा हिँडेको गर्छ, घरि यहाँ सुटिङ भन्छ, घरि त्यहाँ प्रोग्रामको लागि भन्छ, यसरी नजाऊ भनेर चाहिँ कराउनु पनि भयो, रुनु पनि भयो, अनि खुसी पनि हुनुभयो। मेरो भिनाजुहरू त प्राउड ममा पहिल्यैदेखि, किनभने मेरो कम्युनिटीको धेरैलाई चिन्नुहुन्छ मेरो भेनाहरूले, साली भन्नुहुन्छ। मेरो भेना जति प्राउड हुन्थ्यो, मेरो भेनाहरू दुईटै भेना मबाट त्योभन्दा प्राउड हुनुभयो झन् धेरै। अनि मम्मीको त कुरै नगरौँ, मैले फोन गरेको थिएँ, रुनु भयो। एन्ड देन मैले अहिलेसम्म फोन गरेको छुइनँ, आई थिङ्क नेक्स्ट विक भेट्न जान्छु अनि उहाँलाई सरप्राइज गर्छु। त्यही हो मम्मीको कुरा चाहिँ। अनि तपाईँले मेकअप आर्टिस्ट भन्दै कसरी हिमाल चढ्ने सोच आयो भन्नुभयो। मैले 2010 नै सोचेको थिएँ कि, जब म दुबईमा एज अ हाउसमेट काम गरिरहेको थिएँ, त्यतिखेरै सोचेको थिएँ कि म त्यहाँ हुँदाखेरि ठ्याक्क न्युज आएको थियो कि एकजनाले चाहिँ वर्ल्ड रेकर्ड राख्यो ह्यान त्यान भनेर कि। त्यतिखेर आई थिङ्क नेपालकै कोही हुनुहुन्थ्यो कि मलाई, त्यसरी बल्ल बल्ल पुग्यो माथि पुगेर त म त हराएँ। मान्छेहरू त भिडियो खिच्न, फोटो खिच्न, अनि हुन्छ नि पोजहरू गर्न बिजी हुन्छ नि, म त त्यहाँ हराएको थिएँ कि। अब म चस्मा पनि खोल्न सकिनँ, रोकोरै थिएँ। मैले सबै मेरो कम्युनिटीको जसले सुसाइड गर्नुभएको थियो मैले चिनेकोहरू, उहाँहरू मात्रै देखेँ कि मेरो त्यो चस्माको अगाडि कि वाइ दे किल देमसेल्फ भनेर कि।
अनि मलाई पनि विश्वास गरेको थिएन यो सरकारवालाले पनि, त्यतिखेरको सरकारले पनि जो हुनुहुन्थ्यो, म जहाँ जहाँ गएको थिएँ जति ठाउँमा होइन प्रपोजल लिएर हेल्प माग्नलाई, त्यो बेलाको सरकारलाई त्यतिखेर त्यहाँबाट पनि हेल्प गर्नुभएको थिएन र सोसाइटीबाट पनि भनौँ अब नेपालमा यस्तो त्यस्तो भन्ने ब्रान्ड र कम्पनीले जुन भन्नुभएको थियो त्यो कुराहरू दिमागमा आयो। हामीलाई चान्स दियो भने हामीले त गर्न सक्ने रहेछ त, किन नदिने? वाइ वी अलवेज सेल आवर पेन स्टोरी भन्ने भएको थियो कि त्यतिखेर। अनि मैले त्यो सबैलाई देख्दाखेरि चाहिँ उहाँहरूलाई देख्दा उहाँहरूले मलाई फोटो खिच्न भन्नुहुन्छ, छेत्री दाइले मेरो हात खुट्टा नै चलिरहेको छैन कि म भित्रभित्र रोइरहेको छु, मेरो आँसु आइरहेको छ। अनि मैले मास्क पनि मजाले खोलेको छैन मेरो भिडियोहरूमा, हेर्नुहोस् होइन, मेरो चाहिँ पुरै घाउ भएको थियो मुखमा। त्यो भिडियो तपाईँले मेरो डकुमेन्ट्रीमा मात्रै हेर्न पाउनुहुन्छ, पछि अहिले चाहिँ रिभिल नगर्नु भन्नुभयो मलाई। त्यस्तो भयो। अनि मैले माथि 1-2टा फोटो अब स्पोन्सरको खिच्नै पर्छ भनेर स्पोन्सरहरूको फोटो खिचेँ। अनि एउटा चाहिँ तपाईँलाई यो के अरे फेस देखेको फोटो चाहिन्छ सर्टिफिकेटको लागि भन्नुभयो। अनि मैले मास्क खोलेर भिडियो बनाएँ, त्यो पनि एकछिन मात्रै बनाएँ, सकिनँ। अनि हामीलाई जहिले पनि बक्समा राखिने कि फर्किँदाखेरि मैले सोचेको गर्छु भनेर हामीले आँट्यो भने सक्दो रहेछ त। लुक एट हर, सी वाज अलवेज टाइम कि। अनि हामीलाई केही हेल्प चाहियो भने पनि सी अलवेज रेडी टु हेल्प कि। अनि त्यसरी नै तपाईँहरू समाजको कसैले समाजमा जो पनि हुनुहुन्छ अनि लाइक ठुल्ठुलो पदमा जो पनि हुन्छ उहाँहरूले यति मात्रै हाम्रो बारेमा सोचिदिनु भयो भने देख्नु हेर्नु त हामी कहाँसम्म पुग्ने रहेछ। संसददेखि सगरमाथा पुग्यौँ कि पुगेन, कान्समा पनि गएर नाम कमाएर आइसक्यो हाम्रै कम्युनिटीको साथीले, हो कि होइन? सो हामीलाई चान्सै दिन नखोज्ने, हामीलाई विश्वासै नगर्ने कि। त्यो कारणले चाहिँ म तल फर्किँदै गर्दा जब हामी तल आयो त्यहाँनिर दाई हुनुहुन्थ्यो कि युवराज दाई। जब मैले उहाँलाई देखेँ नि म यस्तो रोएको थिएँ कि मलाई अँगालो मारेर सबैलाई अँगालो मारेर रुन मन थियो, बट मैले कसैलाई आँसु देखाइनँ। अनि त्यहाँ पनि सोच्दै आएँ कि युवराज दाईले मलाई यति राम्रो गर्नुभयो, हाम्रो पेम्बा सरले यति राम्रो गर्नुभयो, मलाई यहाँसम्म पुर्याउनु भयो भने अरूले पनि यस्तै सोचिदिने हो भने हामी कहाँसम्म पुग्थ्यो होला, कति के गर्न सक्थ्यो होला होइन? सोसाइटी जसले गर्नुभएको उहाँहरूले गर्नु पर्दैन थियो होला नि त। कोही मेकअप आर्टिस्ट हुनुहुन्थ्यो, कोही कन्टेन्ट क्रिएटर हुनुहुन्थ्यो, कोही यति राम्रो डान्सर हुनुहुन्थ्यो, सबै बुली भएर उहाँहरूले सोसाइटी गर्नुभएको कि सबैलाई बुली गरेर। अनि जहाँ पनि उहाँहरू प्रोग्रामको लागि मलाई पनि राख्नुहोस् भनेर जानुहुन्थ्यो, उहाँलाई स्पेसै नदिएर हो कि। आई थिङ्क अब मैले सगरमाथा चढेँ, पुष्पाजीले कान्समा गएर नाम कमाएर आउनु भएको छ र अब भूमिका दिजूले यति राम्रो काम गरेर सदनमा पुग्नु भएको छ होइन? यो 3टा कुराले चाहिँ आई थिङ्क केही चेन्ज हुन्छ र हामीले पनि अब आउने दिनहरूमा चाहिँ राम्रो केही पाउँछौँ होला। हिजोको दिनमा जति लान्छना र भेदभाव हामीले सहनु पर्थ्यो त्यो सहनु पर्दैन होला जस्तो लाग्छ होइन? आई थिङ्क उहाँहरूले भनेर। अनि हामी बिहान 2 बजे उठेर लुगासुगा लगाएर रेडी भएर गयौँ। छेबी दाइले सबै सामान बोक्नुभयो, मेरो मेडिसिनहरू सबै चेक गर्न लाउनु भयो, मलाई लुगा जुत्ता लगाइदिनु भयो, हामी गयौँ माथि। अनि सुरु जहाँसम्म छेबी दाइले पुऱ्याएर ल्याउनुहुन्थ्यो त्यहाँसम्म त मलाई थाहा छ बाटो यसरी हिँड्नुपर्छ, यस्तो हुन्छ भनेर माइन्डमा छ। जब त्यो खुम्बु आइसफल पुग्यो, जब बाटो देखेँ मैले, म यसरी काम थिएँ। अहिले पनि मेरो हात कामिरहेछ किनभने त्यो त्यति बेलादेखि कामेको स्टिल काम छ। अनि मेरो यो 3टावटा काम गर्दै थिएँ, 2टा चाहिँ अहिले गरिरहेछ, एउटा अझै बाँकी छ। सो त्यहाँदेखि त म काम्न थालेँ। जसो तसो क्याम्प 1 पुग्यो। क्याम्प 1मा यस्तो चिसोमा सुत्नु पर्ने, यति गाह्रो होइन। मलाई उहाँको दाइले पनि एकदम धेरै नै प्याम्पर गर्नुभएको बच्चालाई जस्तो हो, पेम्बाजी नै हो उहाँको नाम पनि, उहाँको दाइको नाम पनि। अनि यति गाह्रो यस्तो साह्रो भयो त्यहाँ। अनि मेरो त ब्रेस्ट पो दुख्न थाल्यो कि मलाई, ला म त जान सक्दिनँ कि क्या हो भने छेत्री दाइले समाजमा तपाईँहरूलाई हेर्ने दृष्टिकोण राम्रो छैन, सो वी आर नट कम्फर्टेबल टु कोल्याब विथ यु या गिभ अ फन्ड टु यु, स्पोन्सर टु यु भनेर कि। अनि त्यो पछि त म त एकदमै अब मलाई कसैले साथ दिने रहेछ, के गर्ने नगर्ने भन्ने भयो कि। अनि आई स्टार्ट काउन्ट कहाँ मेरो कमाइ अब मेकअप आर्टिस्ट भएर कमाएको। पहिला त मेकअप आर्टिस्टहरूले टन्नै कमाउँथ्यो नि त, पहिला त टन्नै कमाएको हो नि त। मैले यतिजना मिडिया कर्मीहरू देखिरहेको छु जो मलाई हरेक सुटमा भेट्नुहुन्थ्यो कि। म यति बिजी थिएँ त्यतिखेर एज अ मेकअप आर्टिस्ट होइन, मैले टन्नै कमाएको थिएँ। समाउ मलाई सेभिङ सिकाउनु भएको थियो कसैले, मैले सेभ गरेको थिएँ घरमा खर्च मम्मीलाई दिएर पनि आफ्नो खर्च गरेर पनि।
अनि मैले त्यो पैसा मेरो अलिअलि अब साथीले मलाई मेरो मितिनी हुनुहुन्छ एकजना, उहाँले चाहिँ मेरो पैसा राखेर गोल्ड किनिदिनुहुन्छ कि। अनि गोल्डहरू बेचेर कति हुन्छ सबै हेरेँ, अनि त्यतिले पनि पुगेन। अनि जग्गाको पेपर पनि एक ठाउँमा राखेर पैसा ल्याएँ। सो जग्गाको पेपर पनि राखेँ अनि सुन पनि बेचेँ, अलिकति पुगेन। एन्ड देन लास्टमा इसिकालाई चाहिँ, इसिकाले दिदी नगर्छु न यस्तो, तपाईँको सेभिङहरू नगर्नु यताउता भन्नुभयो। नि अब ब्रान्डहरूले त नगर्ने, जसले चाहिँ अब हरेक